मलाई यति मात्र बताउनुहोस्, 4000 मान्छे आउँदाखेरि घरहरू जल्छन्, मानिसहरू सडकमा ढल्छन् भने तपाई हाम्रो सुरक्षा अहिलेको गृह मन्त्रालयको नेतृत्वले गर्न सक्छ कि सक्दैन? छातीमा हात राखेर भन्नुहोस्, मलाई केही पनि भन्नु छैन। सडकमा उभिएको आक्रोश राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूलाई दण्डित गर्नुपर्छ, जसले दण्डित गरे पनि हुन्छ भनेर आएको। 84 दिन यिनीहरूले मलाई के गरे? दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थिए? मैले चितवनलाई भन्नु छ, मैले जनतालाई बताउनु छ। साथी हो, मैले ज्यानको माया मारेको छु, तपाईले पदको लोभ गर्नुभयो भने तपाईलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। इनका बिचौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाला यिनका अगाडि शिर झुकाउँदिन। मर्नु परे पनि यिनीहरूका अगाडि शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बीच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै? के नियतले मलाई मध्यरातमा त्रिशुलीको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो? मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो? सबैसम्म जग जाहेर छ। सरकारबाट हामी होशियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन। यो सरकारको गृहमन्त्रीज्यूलाई म के भन्नु? भन्यो भने प्रतिशोध खाने जस्तो होला। बिहे गरेर गएका उमेर पुगेका अन्तर्जातीय जोडीलाई पक्रनको निमित्त मुम्बईसम्म पुलिस पठाउन सक्ने यो सरकार यहाँ 4000 मान्छे आउँदा जनता जोगाउन सक्दैन। यो भिजिबिलिटी गुमाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार बन्ने बाटो पनि यिनीहरूले बन्द गरे। दुईटा ठुला दलहरू मिलेर लोकतन्त्र बचाउन, संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनका लागि यिनीहरू सरकार